तिमीहरू जे पनि बोल्ने पाप गर्ने यसले त्यसलाई यस्तो गरे उस्तो गरे भन्दै नि अनि माओवादीले हेरेर बस्दैन। माओवादी लडेर आएको जुनसुकै तत्त्वसँग माओवादी एक गरेर लड्छ होइन। मैले भने होइन काङ्ग्रेस एमाले रासोपा सबैले चुपो लागेर बस्यो भने माओवादी सिङ्गल लड्छ। तर यो देशको गणतन्त्र जान दिँदैन, कुनै पनि शाह वंशको राजा आउन दिँदैन। त्यति कुरा बुझ्नुपर्ने मित्रहरू। मेरो मित्र मङ्गलजी, तपाईँ लड्नु पर्दैन, विचारले लडौँ, थर्काएर हुँदैन, ठुलो आवाज बोलेर हुँदैन। हिजोको जस्तो जनता छैनन्, हिजो जस्तो गोली गट्ठा अब बोक्नु पर्दैन। तपाईँहरूले ढुक्काउनुहोस्, तपाईँहरूको विरोध गरेको होइन हामीले। राजाले तपाईँको कुनै पनि ठाउँमा यो माओवादी ठिक छैन, काङ्ग्रेस ठिक छैन, एमाले ठिक छैन भने छैन। तपाईँले सुन्नुभएको छ होला, राजाले जतिखेर पनि आफ्ना विचारहरू राख्दा संयम भएर सभ्य भाषामा चाहिँ आफ्नो सम्बोधनहरू राखेछ। त्यो भएर तपाईँहरूको नेतालाई फेरि पनि म भन्न चाहन्छु, तपाईँले कुन शब्द बोल्नुहुन्छ कुन शब्द बोल्नुहुन्न मेरो अधिकार होइन। तर एउटा समाजलाई चाहिँ उच्छृङ्खल हुने तरिकाले, समाजमा चाहिँ युद्ध निम्त्याउने तरिकाले, दाजुभाइभित्र लडाइँ गर्ने तरिकाले तपाईँ र म अहिले भोलि हेरिराख्नु होला। हामी यो प्लेटफर्ममा बसिरहेछौँ, हामी किन लडाइँ गर्ने, किन झगडा गर्ने? तपाईँहरूकै नेता चाहिँ भोलि गएर चाहिँ सिग्नेचर हान्छन्, टेबल टक गर्छन्। त्यतिखेर तपाईँले भन्नुहुन्छ फेरि राजा त बाध्यताले चाहिँ हामीले चाहिँ दिनु पर्यो। प्रचण्डजीले नै त्यही भन्नुहुन्छ, शेरबहादुरजीले नि त्यही भन्नुहुन्छ, केपीजीले नि त्यही भन्नुहुन्छ। तर हामी यहाँ के भन्दैछौँ अहिले, राजा यो यस्तो उस्तो राजावादी खबरदार हामी उठाउँछौँ, पिट्छौँ, मार्छौँ। त्यस्तो सभ्य समाज कहिले सभ्य समाज हुन्छ? विदेशमा हामी यहाँ विदेशमा बसेका छौँ, यहाँ सभ्य समाजमा के हुन्छ? एकले अर्कालाई अलिकति ठुलो स्वरले बोल्यो भक्कर यता सुन्नुहोस् न मेरो मित्र। हेलो होइन यहाँ सुन्नुहोस् त, सुन्नुहोस् न पहिला। ए मित्र सुन्नुहोस् यहाँ पहिला, तपाईँको राजावादीहरूले ल ठिक छ त्यसरी बस गर्ने हामी ओके छौँ क्या। अनि मान्छेले कार्यक्रम गरिरहेको ठाउँमा न्यु खोज्ने एक, अनि अर्को विषय प्रचण्डले छोरीलाई बुहारीलाई यस्तो गरे भन्दै पुरा उ गरेर अनेक गर्ने बोलिदिने यस्तो पनि हुन्छ? यस्तो पनि हुन्छ? राजाले त भन्नुभएको छैन होला नि मित्र, तपाईँको होइन राजा मेरो मित्र सुन्नुहोस्, यस्तो हो क्या। हेलो सुन्नुहोस् न, राजाले त म फर्किन्छु म आउँछु भनेको छैन नि। त्यही जसले राजावादी भन्ने तिनीहरूले भने नि हो, तिनै मान्छेहरूले क्या। प्रचण्डको छोरी तपाईँको गङ्गा दाहाल भन्ने नि थाहा रहेछ उसलाई, ए बुहारी गङ्गा दाहाल अर्को बिना मगर भन्दै यस्तो गरेको उस्तो गरेको अनेक भएको छ नि। प्रकाश भाइलाई लिइदिनु न एकचोटि थोरै। कुन प्रकाश भाइ? त्यहाँ रिक्वेस्ट गर्नुभयो होला, हेर्नु त। तिमीले के बोलेर जाऊ र ल। होइन मेरो केही छैन, गर्नु पर्यो क्या। हेलो केही छैन, प्रकाश है मेरो ठाउँमा ल। ओके राख्नु भोलि नि राख्नु त। त्यो भएर धन्यवाद फेरि पनि मित्र। म अहिले अलिकति टाइम लिइ गएँ। मङ्गलजी त्यसरी होइन, विचारको लडाइँ लड्ने हो, ठिक छ। पार्टी पनि हुनुपर्छ, फरक विचार पनि हुनुपर्छ, फरक विचार होइन क्या यार। तपाईँ फेरि यार अघि मैले भनिसकेँ तपाईँलाई, पहिला मेरो प्रश्नको उत्तर दिनुहोस् तपाईँले। ल विचारको लडाइँ लड्ने नै हो त तपाईँ राजा आऊ देशमा जाऊ भन्नुहोस्, हामी त्यो राजालाई जिन्दगी आउनु दिँदैनौँ पनि भन्छौँ हो। यहाँ सुन्नुहोस्, तर तपाईँको राजावादीहरूले ए प्रचण्डले तपाईँको चाहिँ बुहारीलाई यस्तो गर्यो, छोरीलाई यस्तो गर्यो, अनेक यस्तो हुन्छ? यस्तो हुँदैन नि मित्र, यस्तो हुँदैन। यता सुन्नुहोस् न मित्र, तपाईँले भने जस्तो मात्र मैले बोलिदिनु पर्यो भने ठिक छ, म त्यही अनुसार बहस गरौँला। सुन्नुहोस् न भनेको मैले बोल्नु पर्दैन क्या। भनेको ठाउँमा मात्र मैले राजावादी नै बोल्नुहोस् क्या, हामी गणतन्त्रवादी नै हौ। सबै जनताको चाहिँ जग्गा हो, त्यो तपाईँको मात्र जग्गा होइन, काङ्ग्रेसको मात्र जग्गा होइन, एमालेको मात्र जग्गा होइन, माओवादीको मात्र त्यो बिर्ता होइन। त्यो सबै नेपालीको चाहिँ, सबै नेपाली 3 करोड नेपालीको चाहिँ त्यो बिर्ता हो। तपाईँले त्यसरी बुझ्नु पर्यो। तपाईँको विचार मात्र सुन्नुपर्ने, अर्काको विचार सुन्यो भने घरबाट उठाइदिन्छु भन्ने त्यस्तो खालको राजाले बोल्नुभएको छ। राजा त सबै जनताको साझा हो भनेर हामीले वकालत गर्दै गर्दा तपाईँहरू चाहिँ भर्खरै मान्छेलाई चाहिँ उठाइहाल्छु, मारिहाल्छु भन्नु पाइन्छ? सामाजिक न्याय पाइन्छ त्यसरी? समाजले त्यो तरिकाले चाहिँ अहिले अपेक्षा गरेको हो। समाजमा तपाईँहरू बसेको घर वरिपरि ओल्लो घर पल्लो घर हिजोको जस्तो खुकुरी हानान गर्नुपर्ने हो, अझै मान्छे मर्नुपर्ने हो। ठिक छ, हामीले राजालाई ल्याउँछौँ, शान्तिपूर्ण तरिकाले आन्दोलन गर्छौँ भन्दाखेरि राज्य सत्ताले हामीलाई दमन गर्यो, यसको हामी प्रतिकार गर्छौँ, शान्तिपूर्ण तरिकाले प्रतिकार गर्छौँ भनेर पो हामी लागेछौँ। त तपाईँहरूसँग विरोध होइन हाम्रो, राज्य सत्तासँग हो। तपाईँ सक्नुहुन्छ भने राज्य सत्तासँग विरोध गर्नुहोस्, तपाईँहरूसँग हाम्रो विरोध होइन। तपाईँहरू भनेको व्यक्ति हो, यदि
राज्य सत्ता चलाउनेसँग हाम्रो चाहिँ विरोध हो। त्यो भएर राज्य सत्तासँग बहस गर्दै गर्दाखेरि भोलि यिनै राज्य सत्तामा बसेका काङ्ग्रेस एमाले माओवादीले हेर्नुहोस्, तपाईँ सुनिराख्नुहोस्, यो रेकर्डेड पनि हुन्छ। यिनीहरूले वार्ता गरेन भने जसरी हिजो तपाईँहरू 10 वर्ष जनयुद्ध गर्दाखेरि वार्ता हुन्छ भनेर तपाईँले सोचेको थिएन, हतियारले नै राज्य सत्ता क्याप्चर गर्छु भने थियो। तर लास्टमा आएर 7 दल 8 दल कति हो, लास्टमा चाहिँ वार्तामै पुग्नु पर्यो। जुनसुकै अवस्थामा कि त राज्य सत्ता छोडेर भाग्नुपर्छ कि वार्तामै पुग्नुपर्छ। त्यो भएको कारणले भोलि पनि वार्ता हुन्छ। यसमा तपाईँहरू ढुक्काउनुहोस्। वार्ता भएन भने त्यतिखेर भन्नु होला, भानु दाई तपाईँले त वार्ता हुन्छ भने त वार्ता भएन, राज्य सत्ता त एकदम जटिल मोडमा पुगिसक्यो। अबको विकल्प भनेको सधैँभरि जनताले गोली खाने अवस्था होइन। जनताले चाहेको भनेको घाँस बाँस जस्तै शिक्षा रोजगारको ग्यारेन्टी गर सरकार भनेको, त्यसमा भ्रष्टाचारीलाई कारबाही गर भनेको। तपाईँहरू त्यो मुद्दा लिएर चाहिँ जनताको सामु जानुपर्छ। भोलि चुनाव हुँदैन होइन, चुनाव पनि हुन्छ, चुनावै नहुने तरिकाले राजाले चाहिँ निर्दोष ल्याउँछ भन्ने त्यस्ता खालका गलत भ्रम हामीले प्रचार पनि गर्नुहुँदैन। एकछिन आन्दोलन हो, आन्दोलन भन्ने बित्तिकै आज भोलि हामीले चाहिँ राज संस्था वकालत गर्दै गर्दाखेरि किन राज संस्था चाहियो, राज संस्था किन चाहियो भन्ने कुरा आउँछ नि त मान्छेलाई, सबैलाई कौतुकता लाग्नु स्वाभाविक हो। तर अहिलेको व्यवस्थामा भ्रष्टाचारीलाई कारबाही नगर्ने, बोलेकै भरमा चाहिँ जेलमा बस्नुपर्ने, तपाईँहरू त्यतातिर हेरिदिनुहोस् न, त्यतातिर आवाज उठाइदिनुहोस्। के दुर्गा पर्साईले साँच्चै मान्छे मारेको हो? दुर्गा पर्साई साँच्चै ठुलो अपराधी हो? तपाईँहरूलाई त्यो जन्म कैद राखेको मान्छे जुन आलमलाई राज्य सत्ता न्यायालयले छोडिरहेछ त्यतातिर बहस गर्नुहोस्। एउटा रेशम चौधरी जस्ता व्यक्तिहरू चाहिँ जेलभित्रबाट चाहिँ शपथ गराउनुहुन्छ, तपाईँहरू त्यहाँ पनि बोल्नु चुक्नुहुन्छ। एउटा राजा चाहियो भन्दा चाहिँ खबरदार राजालाई चाहिँ भनेर तपाईँहरूले धम्क्याउँदा धम्किने अब समय होइन। तपाईँहरू हामी एक हुनुपर्छ, सबै राष्ट्रभक्ति शक्ति एक हुनुपर्छ। एकले अर्कालाई चाहिँ हामीले सम्मान गर्दै, फरक विचारलाई पनि सम्मान गर्दै आउँदा दिनहरूमा चुनावी प्रक्रिया त हुन्छ, चुनावमा फेरि लड्ने उठेर उम्मेदवार जित्ने। तर हामीले खोजेको के त भन्दाखेरि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री। अब अहिलेको जस्तो फल्ना पार्टीले चाहिँ मलाई प्रधानमन्त्री बनाउनु पर्यो अङ्क गणित मिलाएर होइन। अब 77 जिल्लाको जनताले चाहिँ भोट हाल्नै पर्छ, भोट पाउनै पर्छ। त्यो भएको कारणले यो व्यवस्थामा तपाईँहरूले पाउनुहुन्न। यो व्यवस्था तपाईँ त भन्नुहुन्छ ल ठिक छ नि त, प्रत्यक्ष प्रधानमन्त्री जाउँ भन्नु मान्दैन, त्यसमा संविधान चेन्ज गर्नुपर्ने हुन्छ, निर्वाचन प्रणालीले चेन्ज गर्नुपर्ने हुन्छ। त्यो कारणले आयो भाइ म्युट भयो हलेन भाइ, म्युट भयो, तपाईँको म्युट भयो, भोले नै म्युट भयो भने फोन आयो जस्तो दाइको। अमेरिकाले ब्ल्याकलिस्टमा ठोकिसक्यो। एक त कम्युनिस्ट भनेपछि अब अमेरिका छिर्न पनि नदिने भनिसक्यो। अब उस्तै पऱ्यो, नेताहरू बाहिर भाग्ने दिन पनि छैन, भाग्नु खोज्यो भने भिसा दिँदैन। त्यो भएर यस्ता कुरातिर हामी नजाउँ, एउटा नयाँ समझदारी सम्झौतामा हामी बहस गरौँ। मेरो मित्रलाई यही भन्दै म 2 शब्द यहीँ टुङ्ग्याउँछु। लामोवाला सरी, त्यसको लागि फेरि पनि धन्यवाद है त मित्र। यस्तो छ हाम्रो सर। म प्रश्न किन पसिना छुट्छ उहाँको? एउटा राजाको नाम लिने बित्तिकै किन पसिना छुट्छ? उहाँले एउटा प्रश्न सोध्दैन, किनभने उहाँले भन्नुहुँदै हुन्थ्यो कि पहिला चाहिँ राजतन्त्रमा बोल्न पाइन्थ्यो, अहिले उहाँको तन्त्रमा बोल्न पाइन्थ्यो। एउटा उहाँको तन्त्रमा बोल्दाखेरि एउटा प्रश्न गर्दाखेरि चाहिँ कुटपाट गर्ने उहाँको यही नैतिकताले दिएको हो, यही सिकाउनु भएको उहाँले। यो सोधिदिनु यो प्रश्न उहाँलाई चाहिँ किन ठिक छ। यो मलाई प्रश्न जवाब दिनुहोस् ल, भन्नुहोस्। तपाईँको प्रश्न मैले सुनिसकेँ, बुझिसकेँ। अब सुन्नुहोस्, अब राजाको पालामा कस्तो थियो, के कस्तो थियो, बोल्न पाउँथ्यो कि पाउँथेन, तपाईँको चाहिँ अब स्वतन्त्र भन्ने कुरा कतिको थियो भन्ने विषय तपाईँलाई थाहा छ। तर तपाईँ अब सुन्नु, तपाईँ बोल्दै हुनुहुन्छ। मैले राजाको पाला 2038 सालको मेरो जन्म, सुन्नुहोस्, मेरो 2038 सालको जन्म हो। मैले राजस्थानदेखि चाहिँ राजाको पाला जतिको यो देश बदनाम इतिहासमा कहिले पनि भएन। व्यक्ति जति विकास भयो, गणतन्त्र आएको 18 वर्षमा भ्रम छ, यही काम चाहिँ नगर्नु। मैले भन्न खोजेको के हो भन्दाखेरि यो देशमा अब कुनै पनि एकल वंशीय राजा आउन असम्भव छ। त्यो सम्भवै छैन। इतिहास थाहा छ, किन मैले बाटोमा कुनै पनि लाग्न भएन। यो भोइन्डर विषय के हो भन्दाखेरि तपाईको पनि हो, सुन्नु, मेरो 28 सालको जन्म हो। मलाई काठमाडौँमा ल्याएर यो भ्रम छ नि काम चाहिँ कृपया नगर्नु सक्नुहुन्छ, राम्रो गर्नुहोस्, राम्रो आउने जनतालाई राम्रो काम नगर्नु कतै दिनभरि तपाईँको चाहिँ चिच्याएर राजा आउँदैन। राजा होइन, सुन्नुहोस्, राजा आओस् नआओस् त्यो छैन सरकार। तपाईँहरू जुन भ्रम छँदै हुनुहुन्छ नि, त्यो तपाईँको समस्या हो। राजै ल्याउनु छ भने
तपाईँ 20 वर्ष युद्ध लड्ने साहस गर्नुहोस् 20 वर्ष सर छोड्नु तपाईँले युद्ध लडेर के गर्नु होइन, तपाईँले चाहिँ त्यसैले आउँदैन क्या त्यो राजा नहुने राजा सन्दीपलाई एकछिनमा तान्छु है, सन्दीपलाई एकछिनमा तान्छु। सन्दीप, तपाईँले जुन एजेन्डा बोकेर आउनु भएको थियो तपाईँले जुन एजेन्डा होइन, म उहाँलाई एक्लै बोलेको तपाईँको जुन प्रचण्डले चिप्ले जस्तै केही थाहै छैन कहिले एउटा कुरा छ कहिले अर्को कुरा दही चुरे गर्दै कसरी खेल्नु भन्नु तपाईँ होइन, एक्लै बोलेर पाकेर त गागा गागा गरेर भएन नि त सुन्नु मेरो प्रश्न जवाब दिनु मेरो प्रश्न जवाब दिनु होइन, त्यो प्रश्न मैले बुझिसकेँ क्या। राजा आउँदैन, राजा न म हो के न कुरा विषय गर्नु न कोही पनि होइन राजा। सुन्नु त उनीहरूले प्रश्न जवाब दिनु त तपाईँको प्रचण्ड तपाईँको अरे रोयल सर एकैछिनमा बोल्छु तपाईँ- मङ्गलजी एकैछिन 2 मिनट है म एकैछिन भन्छु राजाले देशको इतिहासमै नाम नेपालको नाम खराब गर्यो माओवादीले त यार किनभने इन्टरनेसनल के भने किनभने अदालतमै आतङ्ककारी भनेर किन नेपाल आतङ्ककारी भनेर घोषितै गरिहाल्यो त यसलाई के भन्नुहुन्छ त सबै किन यार आफ्नै मात्र कुरा नगर्नु न राजाले मात्र देश बिगारेको होइन नि हेलो हो त्यो कुरा पनि बुझ्नुहोस् न तपाईँको एउटा के भने कमरेड प्रचण्डले एउटा पत्रकारलाई बोल्ने बित्तिकै क्वेसन सोध्ने कोठाभित्र थुन्नु भने कहाँसम्म यो गणतन्त्रमा होइन, राम्रो हो त यो कुरा हान्छ क्या हान्छ कहाँ तपाईँको त्यो जहाँ पाए त्यही प्रश्न गर्ने होइन, तपाईँको जहाँ पाए त्यही त जे पाए त्यही बोल्ने हानिहाल्छ। ठोकेर पठायो क्या हामीले माओवादीले सुदूरपश्चिमबाट ठोकेर पठाएको त्यसमा हान्छ पनि नि, एउटा फेरि पनि हान्ने नै हो मित्र, मङ्गल फेरि सिंह हान्ने नै हो। अहिले माओवादी भन्दा नि खतरनाक मान्छे भइसक्यो के सोचे कुन दुनियाँमा हुनुहुन्छ तपाईँ त्यही भएर नहुने 79 मा ठोकेर पठायो क्या हामीले माओवादीलाई कैलाली जिल्लाबाट क्षेत्रफलमा ठोकेर पठायो हान्नुपर्छ। अनि तपाईँको मान्छे भनेको बन्छु भन्छ, त्यति औकात रैसी बन्छु भन्छ, त्यही बेला माओवादीको ताकत देखियो सामन्तवादको अगाडि घुँडा तस्ने माओवादी लाचार माओवादी हैसियत छैन सर उपेतवादको गोटी खेल्दै खेल्दै मूर्ति चोर भन्नुहुन्छ आजसम्म राजाले कसैले के भनेको छैन सामन्तवाद जन्माउने माओवादी मुतेर चाहिँ नि प्रचण्डको नजिकको मान्छे केजन लामा मूर्ति चोर हो के सर्वोच्च अदालतले बगैँचा भनेको छ केजन लामा हो कि मूर्ति चोर यार त्यत्रो किन अदालतमा किन फैसला भएर जेल परेको मान्छे थाहा छैन राजा ज्ञानेन्द्र कि मूर्ति चोर भन्नुहुन्छ यिनीहरू मूर्ति चोरी यिनीहरू मूर्ति चोरी यिनीहरू ब्याङ्क लुट्ने यिनीहरू मूर्ति चोरी मन्दिर फोड्ने जुन अभियान बोकेर त्यो लिएर हिँडेर ल्याएन त्यो एजेन्डामा थियो काम गर्न सकेन अनि त्यो एक राजाको रैती एउटा बाउको छोरो बन्नमा गर्व गर्छु क्या हामी त्यस्ता मुजिकेले यो एउटा रैती बन्नमा हामीलाई गर्व छ क्या यार मङ्गलजी होइन यो त भएन नि त त्यति प्रचण्डको त्यति औकात हैसियत छैन कि जे पार्टी बोल्नु अहिलेसम्म ज्ञानेन्द्र सरकारले कुनै पार्टी कुनै दल कुनै नेतालाई केही बोल्नु भएको छैन अहिलेसम्म तपाईँको एउटा प्रचण्ड त्यत्रो के भने एउटा के भने यार एउटा एजुकेटेड मान्छे यति राम्रो मान्छेले गाउँ गाउँमा गएर जनता माझ गएर राम्रो कुरा चिरञ्जीवीजी प्लिज सभ्य शब्द युज गर्नुहोस् है सभ्य शब्द युज गर्नुहोस् लाइभ जान्छ प्लिज यी जनसेना भोसडीहरूको कहिले दिमागमा आएन क्या कहिले बुद्धि खुलेन क्या बुद्धिको बिर्को त्यो लागेको छ जकडिएर लागेको छ कहिले बुद्धिको बिर्को खुलेन यिनीहरू अरे यार उपाध्यायजी नाम अनुसारको शब्द युज गर्नुहोस् न पालै पालो बोल्नुहोस् त पालै पालो बोल्नुहोस् सभ्य र सरल भाषामा हामी डिबेट गर्न तयार छौँ होइन हिजो के भयो अस्ति के भयो भन्दा पनि भविष्यमा के गर्ने कसरी राजा ल्याउने र राजा आउन कसरी हामी नदिने यो विषयमा हामी छलफल गर्न तयार छौँ तर यो खालको चाहिँ नि बहस गऱ्यो भने नि साथी हो तिमीहरूले चाहिँ हामीलाई चाहिँ अलिकति आक्रोशित बनाउने कोसिस नगर्नु यो टिकटकमा आएर होइन साथी हामी नेपाली दाजुभाइ हामी तपाईलाई आह्वान गराउँछौँ हामी विचार यहाँ सुन्नुहोस् राजा आए पनि हाम्रो दुःख त्यही हो तपाईले 30 सालसम्म गणतन्त्र दुःख त्यही पायौँ के होइन ग्राउन्डमा नि जति भुक्न सजिलो छ ग्राउन्डमा नि ग्राउन्डमा तपाईको आएर बस गर्न चाहनुहुन्छ भने ल भन्नु न लड्न चाहिँ धेरै गाह्रो हुन्छ हामी सुध्रिसो भएको हुनाले राम्रोसित हैन त्यसो भएको हुनाले अलिकति चाहिँ विचार गरेर बोल्नु भोलि के हुन्छ भोलि कहाँ जाने कसो गर्ने जिन्दगी कसरी चलाउने भन्ने खालको कुराहरू चाहिँ विचार गर्नुपर्छ आफूले बोलेकोले तपाईको जिन्दगी हैन यहाँ सुन्नुहोस् भोलि आउने जिन्दगी तपाईहरुमध्ये दुईजना मध्ये को बोल्ने नभन्नुस् पहिला रोयलजीको पालो हो तपाई एक एउटा क्रस क्वेशन नसोध्नुस् न त्यसो गरे भने डिजास्टर हुन्छ तपाई सरर एकैछिन है त ल रोयलजी तपाईको पाली छ तपाईले र तेह्रथुमजी कुरा गर्नुस् ल तपाई सरर बोल्नुस् अनि तेह्रथुमजीले राख्नुस् त्यसपछि आभारजी माथि आउनुस् अनि राख्नुस् अनि बादशाहजी आउनुस्
पालो गर्न यसरी एउटा यति क्वेसन सोध्ने अनि मङ्गलसिंह बोल्न लाग्यो भने बोल्न नदिने फेरि मङ्गलसिंहले उसले बोल्न लाग्यो भने मङ्गलसिंहले काट्ने गर्यो भने त साह्रै खराब हुन्छ क्या अनि अल्पजी रगत पनि हेलो अनि मेरो टाउ दुखायो के मेरो टाउ दुखायो त्यसपछि अनि रगत उम्लेर होइन होइन कि सुन्नु न म तपाईँको बोल्दा यहाँ तिनवटाले यार पुरा तपाईँको चाहिँ अब प्रश्न गर्छ त नि यार होइन उहाँले एउटा क्वेसन सोधेपछि सुन्नु भएन फेरि रोयलजीले कि बोल्नुहोस् 5 मिनट होइन बोल्नुहोस् त्यो न रोयलजी म तपाईँको रोयल भनेर लेखेकोले म तपाईँको एकैछिन सरी है मङ्गलसिंहजी फेरि यहाँ बोल्न दिएन भन्छन् होइन हाम्रो रोयलजी बोल्नुहोस् न चाहिँ प्रकाश राईजीलाई लिनुहोस् न मैले भने नि तपाईँले मेरो चित्त बुझ्ने प्रश्न दिनु धेरै बोल्ने प्रश्नको उत्तर दिनु अनि प्रश्न गरेपछि ल त म झरेँ उसको दिनु त मलाई ल ल त प्रश्न गरेपछि सुन्न पर्यो 5 मिनट सुन्न पर्यो उसले एन्सर दिन्छ नि त अनि मङ्गलसिंहले अनि तपाईँ बिचबिचमा सोध्दै होइन उहाँले चाहिँ होइन एउटा मैले उहाँसँग के रिक्वेस्ट गरेँ भने नि उहाँसँग के रिक्वेस्ट गरेँ भने नि मैले प्रकाश राई माथि रिक्वेस्ट गर्नु पर्यो नि त प्रकाश राई हाम्रो जनमानसमा हाम्रो आउने नयाँ पिँढीहरूलाई चाहिँ यो भ्रम छ नि काम नगरिदिनु म झरिहालेँ भ्रम छ नि काम नगरिदिनु भन्न चाहन्छु कि म उहाँलाई मैले के भन्छु भ्रम छ नि काम सुन्नुहोस् त राम्रो विचार सबैभन्दा हालिदिनुहोस् यो के अरे रोयल भन्ने मान्छे यो तपाईँको फेक छ यसको तपाईँको आइडी हुँदै होइन होइन त्यही भएर यस्तो फेक आइडी बोले बस गरेर बस्नु यार सुन्नु तपाईँहरूको यस्तै उसमा गरेर मेरो 3-4 आइडी खेलेको छ भन्नु मैले 7 वर्षको आइडी राजा पनि हारे भए जसले सुन्नु सर मैले टिकटक चलाएको 7 वर्ष भयो है मैले चाहिँ जातीयकोमा जातीय सुन्नु जातीय धर्म सुन्नु जातीयको नाममा धर्ममा उसमा राजनीतिमा मैले बस गर्दा मैले चाहिँ यो मेरो पहिलो आइडी अनि मेरो 4 आइडी हो सर सुन्नु मेरो 4 आइडी हो मैले 7 वर्ष भयो टिकटक चलाएको म पहिला योभन्दा अगाडि जातीयकोमा उ गर्दै थिएँ मैले त्यसपछि धर्मकोमा हेर्नु विवेक गर्दै हिँडेछु मैले अहिले म यो जुन अब गणतन्त्रवादी र राजतन्त्रवादी यसमा अहिले मेरो यो चौथो आइडी हो सुन्नुहोस् किन म फेक आइडी किन मेरो जति पनि आइडी सबै सुन्नुहोस् सर म एकचोटि बोलौँ ल एकचोटि म बोलौँ ल धन्यवाद तपाईँहरूलाई एकदम धेरै धन्यवाद मा कसम यार तपाईँहरू मिले त मारिदिनु के तपाईँहरू त कुकुर र बिरालो जस्तो मुसा र बिरालो जस्तो कहिले केही नमिल्ने माथि आइसकेपछि लाइभै उडाउन जस्तो गरेर गर्ने अब डिजिटलले तपाईँहरूलाई हात छिराएर कानपट्टिमा हान्ने पनि आउँदैछ सुविधा अलिकति कुर्नुहोस् त्यो पनि सुविधा आउँदैछ होइन यहाँ आयो भने तपाईँहरूलाई 2-3जना पुलिसै चाहिँदैछ 9जनाको लागि पनि कि अब यहाँ कस्तो भयो भने मेन कुरा चाहिँ के समस्या आयो भने ल ठिकै छ रोयलजी राज संस्थावादी मानिदिनुहोस् न यार मङ्गलजी मानिदिनुहोस् न तपाईँ यार फेरि यही कुरा चाहिँ मलाई फेरि यो माओवादीका साथीहरूको मन पर्दैन क्या मानिदिनु अधिकारको कुरा हो यार अनि ठिक छ त्यो कुरा मैले माने मैले कस्तो मैले मिलाएर लगाएको छ जोसँग पनि यार अनि नै झडाएन नि सर उसले तपाईँको म बोलिरहेको छु यिनीहरू 3टा मेरा मैले अरूसँग यो बिन्ती गरेँ मैले अरूसँग यो बिन्ती गरेँ काम नगरिदिनुहोस् हजुरहरूले राम्रो काम गर्नु भ्रम छ नि काम नगरिदिनुहोस् पहिला माओवादी योभन्दा पहिला माओवादी नम्बर 1 मा थिएन योभन्दा पहिला माओवादी नम्बर 1 मा थिएन तर माओवादी गर्दै अहिले माओवादी मैले पनि माओवादी होइन भोट हालेको किन माओवादी राम्रो काम गर्छ भनेर सुन्नु माओवादी राम्रो काम गर्छ भने मैले माओवादीमा भोट हालेकै मान्छे हो तर माओवादी राम्रो काम गर्न सकेन माओवादी चाहिँ पतन हुँदै गयो माओवादी चाहिँ आफ्नो एउटा उसमा अडिग रहन सकेन हाम्रो कमी कमजोरी धेरै छ हामी सुध्रिन चाहन्छौँ सुन्नु हामी सुध्रिन चाहन्छौँ हामी कमी कमजोरी भए भन्नु क्षमायाचन गर्नु न आफ्नो आलोचना गर्नु न अलिकति आफ्नो मनदेखि हामी आउने दिन राम्रो गर्न चाहन्छौँ एउटा आँख देखाउनु न तपाईँहरू भ्रम छ नि काम आफूले मिस्टेक गरेको छौँ भने हामी खुट्टा ढोक्छौँ तर रैती दासहरूलाई हामी ढोक्दैन ठोक्छौँ उल्टे अब तपाईँहरूको यही हो तपाईँहरूको यही बोली यही शब्दले तपाईँहरू चाहिँ के गर्दै तपाईँ विगतलाई बिर्सिदिने हेर्नु तपाईँ जुन एजेन्डा जुन ऊ बोकेर आएको त्यो बोकेर त्यसलाई चाहिँ तपाईँले अहिलेसम्म उ गर्न सक्नु भएको छैन अनि तपाईँ फेरि आफ्नै ठुलो गर्ने तपाईँ सुन्नु एउटा राजाले अहिलेसम्म कुनै पनि सुन्नु एउटा राजाले अहिलेसम्म कुनै पार्टीलाई कुनै नेतालाई कुनै कसैलाई के बोल्नु भने 100 बोल्नु भएन तर मैले कति देख्छु राजालाई नजर बन्द गरिदिन्छु जेल हान्छु यिनीहरूको औकात हैसियत छैन नि ऊ त आफ्नो उसमादेखि आएको हेर्नु कसैको यो बोल्ने ऊ छैन यसमा तर म के बिन्ती गर्छु भने उहाँलाई चाहिँ मुखमा जे आयो त्यति बोल्न पाउँछ भन्दा पनि बोल्ने होइन कि अहिले गणतन्त्र बोल्न पाइन्छ हामीले गणतन्त्रमा बोल्न पाएको छ भने जे पायो त्यति बोल्ने होइन कि राजतन्त्रमा पनि बोल्न पाएको थियो तर अहिले जस्तो बोलाउनु पाएको होइन कि सर बुझ्नुभयो पहिला पनि बोल्न पाउँथ्यो
पहिला नि तपाईँले आन्दोलन हुन्थ्यो, तपाईँले ऊ हुन्थ्यो पहिला पनि राजतन्त्रमा, तर अहिले गणतन्त्रमा बोल्ने होइन, गणतन्त्रमा अहिले बौलाउने हो, बौलाउने व्यवस्था भएको छ कि सर। त्यो मलाई चाहिँ चित्त नबुझेको कुरा हो सर। त्यही म तपाईँलाई के भन्छु, एकछिन रोयलजी है, यो समीक्षामा चाहिँ म भन्छु तपाईँहरू ठिक छ, रोयलजीले भनेको कुरा एकदमै सही छ, होल्यान्ड किङले भनेको पनि एकदम सही छ, यसलाई कुनै दुविधामा लिनुपर्ने कुरा छैन, यसलाई कन्ट्रोभर्सियलमा ल्याउनु पर्ने कुरा पनि छैन क्या। साँच्चीकै तपाईँहरूलाई 220 सिट दिएको नै हो है, सम्पूर्ण नेपालले। तपाईँले मङ्गलग्रहबाट ल्याएर 220 सिट पाउनु, के अरे 220 सिट पाउनु भएको होइन, आम नेपाली जनताहरूले दिएर तपाईँहरूलाई 220 सिट चाहिँ 64मा पुर्याएको नै हो है। अब के चाहिँ भइदियो भने 220 सिटबाट तुरुन्तै झर्दै माओवादी पनि आएको हो क्या। तर तपाईँले के चाहिँ गर्नुभयो भने नि, माओवादीको साथीहरूले मिस्टेक चाहिँ तपाईँहरूले 64मा 220 सिट ल्याउने बित्तिकै यो देशको समस्या तपाईँले बुझ्नु भएन क्या। तपाईँहरू फेरि त्यो माओको सिद्धान्त चाहिँ थन्क्याएर फेरि साथीहरू त्यही हो, देशलाई डुबाउने तर्फतिर लाग्नुभयो। त्यो बेलामा चाहिँ मैले त्यो हरेक पल हरेकचोटि भनिराखेको छु मङ्गलजी होइन। तपाईँहरूले के यहाँ मैले भने चाहिँ तपाईँहरूलाई कस्तो गाह्रो हुन त, अप्ठ्यारो भयो होला, किनभने यहाँ नातावाद कृतवाद हो। अझै गृहमन्त्री भयो भने मेरो काका भ्रष्टाचारी थियो, मेरो उतापट्टिको मितबाउ पनि लुटेरा थियो, तर उसलाई चाहिँ मैले कारवाही गर्न सकेन किनभने ऊ मेरो आफन्त थियो नि त। एउटा कुरा त्यो हुनसक्छ। अरू कुरा चाहिँ के हुनु भने समय समेटेर तपाईँहरूले गणतन्त्र ल्याउनु भयो। ल ठिकै छ, माओवादी अत्याधिक जङ्गलबाट सडकमा उत्रिनु भयो, काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुर, तपाईँ माओवादीको त्यो बेलामा मोर्चाबन्दी थियो। मोर्चाबन्दी भएपछि तपाईँहरूलाई आह्वान गरेर ल सडकमा आइदिनु भन्नु सजिलो थियो र मान्छेहरूको जनसागर त्यो बेलामा चाहिँ सडकमा उत्रियो। यो चाहिँ चान्सले आउनुपर्ने कुरा हो। यो 10 वर्षको उपलब्धि त्यो बेलामा तपाईँले ठ्याक्क रोडमा ल्याएर चाहिँ त्यो मान्छेको जनसागरले गर्दा 62-63 को तपाईँको आन्दोलन सक्सेस भयो र यसमा चाहिँ तपाईँको धेरै ठुलो हात छ माओवादीको। अनि साइडमा हराइसकेको काङ्ग्रेस र एमाले फेरि तपाईँहरूले समेटेर ल्याउनु भयो र त्यही एमाले र कङ्ग्रेस चाहिँ जो सियो बनेर पस्यो, अहिले फाली बनेर निस्केर तपाईँलाई त्यहाँबाट आउट भएको कुरा चाहिँ एकदम यथार्थ नै छ। तर तपाईँलाई चाहिँ यहाँ टेन्सन चाहिँ के भयो भने तपाईँको मेन दुश्मन भनेको चाहिँ राज संस्था नै हो। माओवादीको मेन दुश्मनै राज संस्था हो क्या, राज संस्था नै हो। तर राज संस्थालाई तपाईँले फाल्नुभयो क्या। अब के चाहिँ भइदियो भन्दा तपाईँहरूले चलाइदिनु भएको भएदेखि चाहिँ राज संस्थावादी आउँदैन थियो, हराएरै जान्थ्यो र राष्ट्रिय स्वतन्त्र पार्टी पनि आउँदैन थियो, बालिन पनि आउँदैन थियो, हर्क पनि आउँदैन थियो, अध्यक्ष पनि आउँदैन थियो, हामी कोही पनि आउँदैन थियो। यो देश चाहिँ समृद्धतर्फ आफ्नो तर्काले विकासमा गइसकेका हुन्थ्यो। तर के भइदियो भने तपाईँहरूको मिस्टेक चाहिँ तपाईँहरूले मेन तपाईँहरूको कारवाही गर्नुपर्ने ठाउँलाई कारवाही गर्नु भएन क्या। जसरी म अहिले रवि लामिछानेको कुरा फेरि तान्छु कि एकातिर, रवि लामिछाने किन रिस उठेर बसेर रहेछ त? केदेखि रिस उठेर बसेर रवि लामिछाने होला? तपाईँले पनि नारायण गाजीलाई गर्नुभयो होला, ल मैले तपाईँहरूले पछि गर्नुभयो क्या, अर्काको सिको गर्नुभयो नारायण गाजीले चाहिँ क्या। तर रवि लामिछाने चाहिँ के भयो भने यो देश सक्यो भ्रष्टाचारीले हो, यो भ्रष्टाचारीलाई पहिला कारवाही गर्न सुरु गरौँ न भन्दाखेरि 2-4वटा फाइल खोल्ने बित्तिकै के भयो त, सबैभन्दा खुट्टा कामेको चाहिँ आज एमाले र काङ्ग्रेसको भयो नि त। आज रवि लामिछाने कहाँ छ त? उहाँ अहिले जेलमा छ। अब तपाईँहरू के छ त भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई, तपाईँको गणतन्त्रको माओवादीलाई ठोक्ने एमाले र काङ्ग्रेस, पछिचोटि आएर ठोक्ने तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी, अनि त्यसैको बीचमा जनताको भावना लिएर राज संस्थावादी आएको हो क्या। तपाईँले किन घमण्ड गर्नु भएको हो? तपाईँले त्यो बेलामा छ नि 25 जना जति मान्छेलाई छ नि रातो टीका भनेको बुझ्नुभयो नि। यहाँ टिकटकले फेरि अर्कै मानिदिन्छ, रातो टीका क्या। 17,000 मान्छे मर्यो त देशमा त्यो बेलामा यार। अर्को 21, 25, 30, 40, 50 जना मान्छेले टुडीखेलमा हानिदिनु पर्दैन? त्यो बेलामा भ्रष्टाचार नभएको भए तपाईँहरू जङ्गल किन छिर्नु पर्थ्यो त? तपाईँहरू 62-63 लिएर 82-83 सम्म चाहिँ यो देशको खाका केही पनि नगर्ने, अनि त्यो बेलामा 46 सालबाट प्रजातन्त्र आयो, 48 सालमा चुनाव भयो, अनि 52 साल 4 वर्षभित्रमा यो देश सबै सिँगै सक्यो यो एमाले र काङ्ग्रेस भने तपाईँहरू जङ्गल पस्नु भएको कि होइन? जङ्गल पस्यो, तपाईँहरूको काम सक्सेस भयो। अब 50 जना जति ल्याएर चाहिँ हानिदिनु पर्दैन? टुडी खेलमा ल्याएर सघाइदिनु पर्दैन? अनि तिनै मान्छे त अहिले प्रधानमन्त्री भएर तपाईँहरूलाई लखेटेको हो नि त फेरि। त्यसैको प्रतिशोधमा आएको जनता राज संस्थावादी हो क्या फेरि। जल्सी त माओवादीको पनि छ नि त राज संस्थावादी आउनमा त यार ठुलो अहिले। अनि तपाईँहरू आउँदैन किन आउँदैन? म खुद आउँछु अब फेरि मैले राज संस्थावादीलाई सहयोग गरेको होइन क्या, तपाईँले गर्नु भएन नि त यार। एमाले र काङ्ग्रेसले अब तपाईँलाई थाहा छ सबैभन्दा पहिला काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरको जनता छ नि अरिङ्गालको गोला जस्तो चाहिँ एकचोटि सडकमा आइदियो भने छ नि थपक्कै प्रचण्डको त मलाई थाहा छैन है सर,
मैले भन्दिनँ है मङ्गल सिंहजी, तपाईँहरू तल बसेर प्रचण्डको कुरा त धेरै गर्नुहुन्छ, मैले पनि मानेकै नेता हो होइन। तर फेरि कहिलेकाहीँ चाहिँ जनताको आरोप के छ भने सबभन्दा पहिला छेपारा जस्तो कलर चेन्ज गर्ने चाहिँ प्रचण्ड पनि हुनसक्छ भन्ने एकदम तमाम जनताको आवाज छ क्या। रोटी सेक्ने काम पनि गर्छ भन्छ प्रचण्डले, यो अलिकति देख्दै पनि आएको छ। यहाँ मैले के म फास्ट भन्छु, सबैभन्दा पहिला काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरको जनता अरिङ्गालको गोला जस्तो एकचोटि सडकमा उत्रियो भने सबैभन्दा पहिला केपी ओली, शेरबहादुर देउबा या प्रचण्ड तीनजना मिलेर थपक्क राजालाई दिन्छ। राजाले के भन्छ थाहा छ? राजाले के भन्छ थाहा छ? हे जनता बौलाइसकेको छ है सरकार, अब थपक्क ल्याएर तपाईँको नासो हामीले तपाईँलाई नै जिम्मा दिए, अब यसको प्रधानमन्त्री म हुनुपर्छ है, उप प्रधानमन्त्री उहाँ हुनुपर्छ या सबै हुनुपर्छ, फेरि टाउको चाहिँ हामी नै हुनुपर्छ। योदेखि तपाईँ डराउनुहोस् न यार। फेरि पनि यिनीहरूको हातमा सत्ता गयो भने फेरि यिनीहरू नै हुन्छ क्या प्रधानमन्त्री। यहाँ भुकेर केही पनि हुँदैन टिकटकमा। यो सबै कुरा हामीलाई थाहा छ क्या। यो त के त भने यो त राज संस्थावादीको साथीहरू त छ नि, अस्ति 10,000 आउँछु भनेको थियो होइन, पहिलाको 15 गते 10,000 मात्र आउँछु भन्थ्यो क्या। हामीले देखाएको छ राजावादीको साथीहरू क्या, जहिले पनि 200 र 300 मात्र थियो बिचरा ज्ञानेन्द्रलाई चाहिँ फुल दिने, तर 10,000 आउँछ भनेर आकलन गरेको थियो होइन। ल तपाईँले आरोप लगाइदिनु भयो, अरूले पनि आरोप 10,000 आउँछ रे, 10,000 चाहिँ राज संस्थावादीले पनि यसो डिजल पेट्रोल हालिदिएर मासु भात खुवाइदिएर अर्को 10,000 ल्याउँछ अरे। 20,000 चाहिँ यसपालि हुन्छ है साथीहरू। काठमाडौँमा 20,000 मान्छेको जनसमाज हुन्छ, तर होइन 1,20,000 भयो क्या मान्छे। 1,20,000 कहाँबाट भयो थाहा छ? 1 लाख चाहिँ यस्तो बित्रिस मान्छे गयो क्या त्यहाँ रासपाकोमा गयो, काङ्ग्रेसको राम्रो मान्छे गयो, एमाले सबै नेपाली जनता गयो। कहाँ त्यहाँ कुवेतको मान्छे र दुबईको मान्छे आएको थियो त त्यहाँ। हो यो चाहिँ तपाईँले कसरी गलत बुझ्नु भएन नि। तपाईँहरूले एक किसिमले चाहिँ ठोकेको गरे पनि होइन क्या। तपाईँले राम्रो काम गरिदिएको भए छ नि, न हर्का आउनु पर्थ्यो, न बालेन आउनु पर्थ्यो, न गोपी हमाल आउनु पर्थ्यो, न अझै आउनु पर्थ्यो, कोही आउनु पर्दैन थियो कि। गरिदिनुहोस् न, बनाइदिनुहोस् न भन्दै पनि आज तपाईँले गर्दै नगरिसकेपछि अब राज संस्थावादीसँग त हामी जस्तो जनताहरू त लाखौँ आएको छ। मेरो घरको बाबुआमालाई मैले मुख कसरी थुनेर राखेको है, मैले थुनेको क्या अस्ति मेरो बाबुआमालाई। यार कम्युनिस्ट विचारधाराको मेरो बाबुआमा भोट सूर्य मान्छ, यतिखेर बाबुआमालाई राजा के आवश्यक पऱ्यो? मेरो बाबुआमालाई किन चाह्यो राजा? मेरो माइललाई मास्टर डिग्री गरेको छ, डबल तेबर। तपाईँको राजनीति शास्त्रमा पनि उहाँले मास्टर डिग्री गर्नुपर्छ। मेरो दाइ अहिले हेड सर हुनुहुन्छ क्या। दाइले के भन्नुहुन्छ थाहा छ? कान्छा म घरको कान्छा छोरा, त राजाको लागि चाहिँ तैँले नराम्रो चाहिँ नबोल है, उसले पाप चाहिँ गरेको छैन है, उसले अपराध चाहिँ गरेको छैन है। उसको छोरो त्यो हिरेन्द्र बिचरा के गरेछ त्यसले? आज त्यसैको अगाडि गएर मुर्दाबाद त्यो अबोध बालकको लागि तपाईँले त्यसो भन्नु त्यो पनि गलत हुनसक्छ है। मैले फेरि मैले रोटी सेकेको होइन, मङ्गलजीलाई माथि राखेरै मैले भनेको छु कि कारण चाहिँ के हो भन्दा यो तिनटाले गर्दाखेरि आज राज संस्था पनि आएको, राष्ट्रिय स्वतन्त्र पार्टी पनि जन्मिएको, तपाईँहरूले जन्माएको राष्ट्रिय स्वतन्त्र पार्टी हो। कसम रवि लामिछाने यसरी अमेरिका छोडेर आउनुपर्ने मान्छे नै होइन क्या। हावा कुरा नगर्नु होइन साथी, पुरा 100% सही हो के। त्यो सत्य कुरा यही हो, दुध जस्तो सेतो कुरा यही हो, अरू केही पनि होइन। तपाईँ सोध्नुहोस् अझै शेषको आज एउटा भिडियो हाल्यो भने 2 मिलियन 3 मिलियन जान्छ भ्युअर्स। किन? म जनताको आवाज लिएर गइरहेको छु यार, जनताको कुरा मैले बोलिराखेको छु क्या। उनले बोल्नु नसकेको कुरा मैले बोलेको छु यार। त्यसले गर्दाखेरि मेरो त्यति धेरै मान्छेहरूले मलाई हेरिराखेको हुन्छ क्या। सो त्यसले गर्दाखेरि छ नि तपाईँहरूले अझै पनि फेरि दम्ब झिक्ने, अझै पनि म खतरा हुँ भन्ने कुरा चाहिँ नगर्नु साथीहरू। तपाईँहरू ट्रायल फेल भइसकेको छ, तर अब कसरी चाहिँ हामी माथि आउने, अब कसरी गर्ने, सबैको दुश्मन भनेको नेकपा एमाले नेपाली काङ्ग्रेसै हो भनेर भनिराखेको छु त। ल मलाई मारोस् काट्छु, मलाई मतलब छैन, बुझ्नुभयो नि। तर यहाँ के भनिदिनुहोस् भने राज संस्थावादीका साथीहरूलाई पनि इज्जत गर्नुहोस्। म त के भन्छु भने उहाँहरूले सडकैबाट राज संस्था ल्याएर राखिदिनु भएछ भने यो विकृष्टमा आएको राज संस्था हो, यो नेपाली जनताको आवश्यकमा आएको राज संस्था हो म भनेर भनिदिन्छु। हेर्नुहोस् मलाई केही लेना देना छैन, मलाई टाउको दुखाइ छैन है, मलाई कुनै पार्टीमा गएर केन्द्रीय सदस्य हुनु पनि छैन, मलाई पुग्ने मसँग छ, मेरो बच्चा पढाउने मलाई छ, मलाई यो देशको लागि के गर्नुपर्ने होइन। तर यो अति नै भइसकेपछि म जतिको मान्छे आएको सर होइन, यहाँ आएर तपाईँहरू तथ्यमा बहस गर्नुहोस्। साँच्चीकै मङ्गल सिंह प्रजा आज राम्रो मान्छेहरू हामीले माथि ल्याएर राखेका छौँ होइन। बासाजी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुनुहुन्छ उहाँ होइन। भनेको अर्थ के हो, तपाईँहरूले जन्माएको पात्र हो, तपाईँले त्यो टाउकोमा ठोकिरहनु पनि पर्दैन। हेर्नुहोस् सबैको शत्रु यिनै दुईटा पार्टी हो। यिनै दुईटा पार्टीलाई 2084 मा कसरी 15 सिट यिनीहरूको हातमा थम्याइदिने, तपाईँहरूको हातमा 60-70 सिट पुर्याएर कसरी गर्ने, अनि यिनीहरूलाई एकमुष्ट रूपमा कसरी चाहिँ त्यो रुकुम र रोल्पामा भेडा चलाउनु पर्यो, यो बुद्धिमा लाग्नुभयो भने 84 मा राम्रो आउटपुट निस्किन्छ। यहाँ तलतिरका साथीहरू जुडेर अब ठिकै छ, राज संस्थावादीका साथीहरूले सडकबाट राज संस्था आएन भने छोड्नु त आएन राज संस्थावादी। ल अब पार्टी तपाईँ नै होइन त, मङ्गल सिंह प्रजा पनि हो, राष्ट्रिय स्वतन्त्र पार्टी पनि हो। यसलाई चाहिँ कि अब समय मिलाएर हामी हजुर भन्नुहोस्।
सुन्नु न म यसो गर्नु पर्यो म यहाँ गएर टाइम पनि सकिएको म अब झर्नु हजुर पर्यो हजुर होइन ठिक छ अब नै तपाईँले समग्रमा भनेको कुरा ठिक छ म 1 मिनेटमा टुङ्गाइदिएँ र तपाईँको कुरा पनि मैले सुने ठिक हो सुन्नुपर्छ ठिक छ हो हेर्नुहोस् यो यस्तो छ क्या मित्र यो तपाईँको चाहिँ यो पहिला 138 भएको अहिले 32मा आएको के भएको भोलि फेरि हामी 100 अब 30 पनि पुग्न सक्छौँ यो संसदीय व्यवस्था यस्तो हो नेपालको भोट कति बेला कान त्यो ट्यान छ एक अर्को यो तपाईँलाई यो अर्को कुरा पनि तपाईँले बुझ्नु पऱ्यो क्या सर राजावादीको यो 79 भन्दा पहिलो सालमा जम्मा 3-4 सिट मात्रै थियो 6-7 सिट मात्रै थियो त्यो बढेर 13 सिट भयो भोलि पनि 84मा उस्तै परे 1 सिट पनि जित्नेवाला छैन यहाँ सुन्नुहोस् है मैले तपाईँको चाहिँ मैले यो ठोक्काकार भनिदिएको किनकि यो जनताको मत भनेको यस्तो हुँदो रहेछ तपाईँले के म अब त डिबेट तपाईँसँग पर्ने भयो कि आज मेरो अरूसँग भन्दा पनि तपाईँसँग पर्ने भयो क्या नै ठिक छ अब तपाईँलाई मैले भने त यो वितृष्णाको मान्छेहरू छ नि सबै गएर हामीलाई राजा ल्याइदिने त अब राष्ट्रिय प्रजातन्त्र पार्टी रहेछ यो अरूले हुँदैन रहेछ बरु राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपालि सबैले भोट हालेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई 50-60 सिट दिउँ भन्यो भने त त्यसको जिम्मेवारी को त अब होइन भने क्या सुन्नु न त्यो भने ठिक छ त्यो क्या तर म 50-60 सिट ल्याउने राजावादीले 50-60 सिट ल्याउने या त यो देशमा राजा आयो भने मैले पहिल्यै बोलिदिएको छु आजभन्दा 5 वर्ष अगाडि मैले बोलेको छु खुल्ला मतमा गएर सबैले देख्ने गरेर हजारौँ क्यामेराको अगाडि घाँटी रेटेर मर्दिन्छु भएको मैले मित्र यहाँ सुन्नुहोस् है कहाँ त्यो नहुने कुरा गर्नुहुन्छ त्यो सम्भवै नभएको कुरा गर्ने नि होइन नि त अनि कसरी सम्भव भयो त तपाईँको पार्टी 220 सिटमा कसरी 32 सिट मङ्गलजी राम्रो शब्द युज गर्ने भिडियो काटिदिन्छ यताउति त्यस्ता शब्दहरू प्रयोग गर्यो भने काटिन्छ सर्वप्रथम चाहिँ सम्पूर्णलाई म नमस्कार गर्न चाहे सबैजनालाई नमन गर्न चाहे सबैजनालाई जय राष्ट्र भन्न